छ। म एक कौशल नागरिक बनी रक्षाको धन्यवाद। धन्यवाद साथी प्रगति र हनुमान। आजको यस स्कुलले कार्यक्रममा उपस्थित भएका आदरणीय अभिभावकज्यू, यस विद्यालयको प्रधानाध्यापकज्यू, उपप्रधानाध्यापकज्यू, तहको संयोजक, शैक्षिक प्रमुख, सम्पूर्ण गुरुवर्ग र मेरा प्यारा साथीमा हार्दिक नमस्कार। मेरो नाम मेना भट्टी मगर हो। मेरो समूहमा रिया जुरा, रिम्बिका कार्की, जोसन ब्राजुली, साक्षी सुवेदी, प्रिन्स पुन, सोफिया तामाङ, सिमन श्रेष्ठ र सागर भण्डारी हुनुहुन्छ। आज हामी सन्दर्भ भाग 10 को योग गर्ने पुस्तकको बारेमा सामूहिक प्रस्तुतिकरण दिने गइरहेका छौँ। यस किताबको लेखक हुनुहुन्छ अनन्त वाङले। यस किताबको चित्रकारमा प्रज्वल थापा मगर र यस किताबमा जम्मा 12वटा पाना रहेका छन्। यस किताबका मुख्य पात्रमा आमा गैडा र गुड्डु छोरा रहेका छन्। अब हामी ढिला नगरिकन हाम्रो यस प्रस्तुतिकरणलाई अगाडि बढाउन चाहन्छौँ। गुन्टु, तिमीलाई म यसपालि नयाँ कपडा किनिदेऊ कि घुमाउन लैजाऊ? आमाले गुन्टुलाई सोध्नुभयो। गुन्टुले आमाको प्रश्न सुनेर समस्यामा पर्यो। उसले नयाँ लुगा लगाउन पनि मन पर्थ्यो, तर ऊ घुम्न भने हुर्कै हुन्थ्यो। गुन्टु र उसकी आमा चिकनको जङ्गलमा बस्छन्। नयाँ लुगा पनि घुमाउन पनि दुवै मिलेन आमा। गुन्टुले हाँस्दै भन्यो, मैले तिमीलाई कति भन्नु, मेरो कमाइ धेरै छैन। थोरै कमाइले घरको सबै खर्च पुऱ्याउनु पर्छ भनेर नि। आखिरमा गुन्टुले घुम्न जाने कुरा रोज्यो। 1 महिनापछि उसको स्कुल छुट्टी थियो। त्यही बेला उनीहरू बस्तीको जङ्गल घुम्न जाने र आफन्तलाई भेट्ने भनेर योजना बनाए। घुम्न जाने दिन कहिले आउला भन्ने पर्खेर बस्यो। उसले नयाँ लुगा नकिन्ने भनेपछि कुन लुगा लगाएर जाने होला भन्ने विचार गर्यो। उसले तरासका उसलाई मन पर्ने पहिलो रङको कमिज ढिकला कमिज बेसकरी कस्यो। ताना लगाउन मुस्किल, पाइट पनि त्यस्तै। गुड्डुले चित्त पर्यो। उसले मधुर आवाजमा आमासित भन्यो, आमा, मेरो लुगा त सानो भइसकेछ, नयाँ लुगा पनि चाहिन्छ जस्तो छ। आमाले भने, लुगा सानो भएको होइन, तिमी ठुलो भएको। तिमी साह्रै मोटायौ। जति बेला तिमी सुतिरहन्छ यी लुगा नयाँ नै हो। तिम्रो साइज ठिक्कको भएको लुगा ठिकै थियो। म त नयाँ किन्न सक्दिनँ। गुन्टुले यसो विचार गर्यो अनि शरीर ठिक्क बनाएर भए पनि बद्रिया गई छाड्ने निधो गर्यो। ऊ बिहान उठेर कुद्न थाल्यो, सधैँ योग गर्न थाल्यो।